अहिलेसम्म जुत्ता लगाएर सकेन खोइ के भइरहेछ तुना चाहिँ मरुन्जेल टाइट लाउने अनिखेर जुत्ता छिरेन भनेर हुन्छ त्यही त भने नि मैले टाइट गरे हो त कसले गरेर ड्याडको काम हो काम मैले गर्छ सो हेलो गाइज वेलकम टु माई च्यानल अनसिन एन्ड मेमोरेबल अनि आज कहाँ जाँदैछौँ उसले सधैँ गऱ्यो शान्तिको घर अनि हाम्रो बारबिटार यत्रो ठुलो भइसक्यो त्यसपछि अनि अर्को पनि नन्दमुना आइसक्यो यहाँनिर हाम्रो बाल गणेश उसको नाम चाहिँ लेटेस्ट हो अनि हामी कहाँ जानु लागेर आज शान्तिका खास गरी आज मेरो सालीको बुढा विदेश जाँदैछ होइन जय अरू के भन्छ साडु भाइ अनि हामी उसलाई बिदाई गर्न जाँदैछौँ होइन आज पहिला मजाले सास लिएपछि गाह्रो बोल्नुलाई अनि त्यसपछि मेरो सालीको बुढा आज विदेश जाँदैछ उसलाई ड्रप गर्नलाई जानु लाग्यो हामी एयरपोर्ट त्यही भएर त्यसकै तयारी गर्दैछौँ आज उसलाई सगुन दिने सगुन दिएर अनि त्यसपछि बिदा टाटा बाई बाई बाबु कहाँ गयो हेर्नु हामी अहिले कालीमाटी आएको कहाँ आएको रे कालीमाटी के गर्न आएको थाहा छ खोर्सानी किन्न आएको डल्ले खोर्सानी किन्न आएको अनि सालीको बुढोलाई डल्ले खोर्सानी खुब मनपर्छ अरे त्यही भएर यहाँ किन्न आएको अनि रमनाभित्र यहाँभित्र किन्न गएको भित्रै हरायो खै ल्यायो खोर्सानी कति लियो 600 कति 1 किलो 1 किलोको 600 लियो कति टाइम लागेन अनि नभेटेर कहीँ त छैन अब बल्ल तल्ल बल्ल तल्ल यो त झुन्डाउनु पर्ला यो बाबुको लुगामा लाग्ला नि झुन्डाउलो बजाऊ अब घन्टी टाङराङ टुङरुङ पण्डित हो नि बाबु त यो पागल हो यो पागल हो यो चिप्लेखेरा हो म भेटेपछि मैसँग मात्र झुन्डेर बस्छ एकछिन चिया खाउँ भने यही मेरै खुट्टामा झुन्डेर बसेको छ एकछिन यही बिहाको रमाइलो ल ढल्यो भिडियोमै ध्यान ढलिहाल्यो के होइन ढले मात्रै अझै पनि रुँदै आइरहेछ रुँदै बुढाइरहेछ ल के गर्नु त अनि केही त रमाइलो हुनु पऱ्यो नि त अब सगुनको कार्यक्रम हुँदैछ विदेश जाने बेलामा सगुनमा के पाइन्छ भनेर आउनुहोस् हेरौँ के पाउँदो रहेछ अन्डा माछा अनि नेपालीमा त बारा भन्छ सुन्तला अनि दही अनि अलिकति रक्सी कस्तो भइरहेछ म विदेश गयो भने पनि यस्तै होला त तिमी त विदेशमा हुन्छ नि म विदेश जाने बेला त नि भाइ बुढाबुढी दुईजना सालीको बुढा ल टिका टालो सुरु भयो अनि हाम्रो क्यामेराम्यान राम्रो फोटो खिच है काले त्यहाँ के भइरहेछ थाहा छ आँखा बनाएर होइन आँसु आइरहेछ यो पुसिरहेको ए क्वापै खानुपर्छ तपाईँ खाने
डाका चिया घोप्टेलाई कालु अब रक्षाले पनि उसलाई तिमी चाहिँ सानो टुक्रा होइन सिँगै खाइदियो एकैचोटि के भइरहेछ टिका टालो त विदेशमा जाने मान्छेलाई मात्र पो लगाइदिनु पर्ने थियो त विदेश जाने नजाने सबैलाई टिका लगाइरहेछ मलाई पनि टिका लगाइदिइसक्यो यहाँ दक्षिणा चाहिँ छैन ल के गरायो यस्तो लौ कहाँ झुन्डिरह्यो अब केटा जानु लागिसक्यो ए बुढी कहाँ गयो तिमी दुःख लागेको त छैन अब आजबाट बुढी भेट्न पाउँदैन अन्त धेरै कार्यक्रम बच्चाहरू चाहिँ यहाँ सुटकेसलाई गुडाएर खेल्दैछन् यहाँनिर ए यो दुबई लानुपर्ने सुटकेस हो दुबई कहाँ छँदै लड्या यो खेल्ने सुटकेस होइन यो के गरे यो यस्तो काले ल खोइ कहाँ आयो तिम्रो बुढी कहाँ ए आइपुगेछ ल भाइ मजाले बसौँ सबैजना को जाने खोइ अनि रचन दिदी खोइ त नि कहाँ छ अगाडि जाउँ ल बाबु जाने हो र यहाँ 3 जना यहाँ 2 3 4 जना यहाँ ल राम्रा 3 जाने होइन किन ए रचन दिदी जाने होला है ल अब म र रचन दिदी चाहिँ बाइकमा जाने ए भइहाल्छ नि तिमी चिन्तै नलिऊ म फर्किहाल्छु बल्ल तल एयरपोर्ट आइपुगेँ रचन दिदीलाई उतै अगाडि छोडेको थिएँ अनि रक्षा र बाँकी सबै ग्याङ पर हो बच्चाहरू पनि आएका थिए कहाँ हरायो म त यहाँ हुटारिरहेको छु कहाँ खोज्छ नि अब ल केटा जाँदैछ अब यहाँबाट कसको खिच्नु पर्ने हो त्यो मान्छे नै भागिसक्यो अब बुढी मात्र बाँकी भएछ 2 घन्टा बाँकी छ कति छिटो गर्ने आँखा रातो भइसक्यो रातै भइसक्यो बच्चाहरू खेले ल 2 घन्टा बाइक छ हटारमा गयो केटा है बुढो हटारमा गएर बुढी पागल अब के गर्ने अब त गाडी बोलाएर अब गइहाल्नु होला के सबैजना गाडीमा गइसके कोही प्लेनमा गए म चाहिँ बाइकमा जानु लाग्यो एक्लै अघि आएको रचन दिदी पनि गाडीमै अटाउनु गयो अनि त्यस भए म एक्लै जानु पऱ्यो होइन छु अब म जाँदैछु एक्लै ल अब हाम्रो दिन बित्यो यही ट्याक्क सरर ल जाउँ अब घर है गाइस म घर आइसकेँ हाम्रो जोइलाई मजाले टाटा बाई बाई गरियो यसरी मजाले होइन दुबई गइसक्यो के त अनि म यहाँ घर आइसकेँ आई होप तपाईँहरू सबैलाई भ्लग मन पऱ्यो अनि म विस गर्छु कि तपाईँहरूले मजाले लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहुन्छ भनेर होइन किनभने मैले धेरै दुःख गरिसकेँ यो भ्लग बनाउनको लागि अनि 1 नम्बरमा त्यहाँ गएको
त्यहाँ गएर बुढाबुढी रोक्कु भिडियो बनाउला भनेको थप खायो केटा त हतार हतारमा गयो राम्ररी फोटो पनि खिच्नु भयो अनि म यहाँ बस्दै डोरेमन हेर्दै डोरेमन चलिरहेको छ अनि बच्चा पार्टीहरू पनि यही छन् आई होप तपाईँहरूलाई यो भिडियो मन पर्यो टाटा बाई बाई